are heading to swimming. Yay! Sissy! Yes, Sissy! Yay! Sissy is going to swim. Gummy. It's good. Choli gumi, Sissy choli same Nana. हजुरबा सर छ बाबा स्टिक पे राम्रै भिडियो नआउने कि टर्किने आउने छोरा रमाइलो भयो एक दुई तीन चार पाँच छ मम्मी त्यसलाई बोकेर हेर्नु नि त काकी यता बोकेर हेर्नु त मान्छे तल मान्छेहरू बुढो बाइक बुढा बाइक छजना लाग्दैन सानो बच्चाको यो भाइको चाहिँ लाग्छ सानो बच्चाले के हेर्छ र हौ यो भाइको चाहिँ लाग्छ अगाडि चाहिँ तल कि अनि अगाडिबाट राम्रो आउँछ आइसक्यो पछाडि पछाडि के राम्रो आउँछ कति 50 किलो म खानु भनेको होइन अनि 50 किलो म पो खाइसक्नु भएको छ कहिले कति वर्ष भइसक्यो हामी चाहिँ यो केमा हारे भन्छ कहाँ आएको अरे हामी यो स्काई त्यो त हेर न यहाँ भन्नु नि त स्काई भ्यूमा आएको हामी सानो कहाँ आएको हामी स्काई भ्यूमा आएको हामी हजुरबा हामी 3 पुस्ता एउटा फ्रेममा छौँ अहिले स्काई वक 3 पुस्ता हामी 3 पुस्ता फ्रेम यहाँ चाहिँ क्या फ्रेममा चाहिँ क्या फ्रेममा क्या यहाँ फ्रेममा चाहिँ आऊ सानो पनि आऊ सानो आऊ अर्को पनि सानो पुस्ता आयो हामी चाहिँ एउटा फ्रेममा 4वटा पुस्ता आयो है यसरी ल इच्छाले गर्दा उकालो यति त रहेछ ढक्किन होला अनि हुसोले के जाने छप्पै गए हामी जाने हो टिकट 500 है 500
एकछिन न एकछिन लाओस् हेर्नु लान्सी बाबा किसिर ए बाबा किसिकल यतातिर हामी चाहिँ अब स्काई वकर काके भएमा बेला भइसक्यो त्यसो के हाम फाल्ने के हो यो जिप लाइन चाहिँ के हो यहाँ छिर्नुको लागि चाहिँ हाम्रो यो जुत्ता लाउनु पर्ने रहेछ चिप्लिने चाहिँ हेरी छोरी पनि जानु बाटो छोड्दैन म यता आउनु नि ल सानो लड्छ है मुनि हेर यहाँ लड्छ है मुनि हजुर एक्लै हुनुभयो
भन्छ आऊ न बाबु Okay, baby, come. Kalau baby ke new shoes देखो new shoes देखो baby को yes baby आओ oh डरायो I know you आओ ए हिँड्ने हो नि त बेबी यहाँ त हजुर कस्तो लाग्यो त ठाउँ तल आयो नि तल आउँछ नि किन आउँदैन गाई कस्तो लाग्यो मुनि हेर्नु न काकी आजको रमाइलो है रमाइलो एकदम रमाइलो होइन बुढो र छोरीको लुगा बोक्दा हेलो गाइज हामी चाहिँ यहाँनिर सिसामा हिँडिरहेका छौँ गाइज यो मुनि यस्तो छ तल हेर्दा डरमर्दो हुनेछ गाइज यस्तो छ यहाँनिर आफै सुरक्षा पारो हामी चाहिँ आफ्नो सामान आफै सुरक्षा पारौँ भन्ने हजुरको कुरा पनि सही हो हामी लाग्यो यति भन्दै हाम्रो 2-4 सम्म त एक टुकिन्छ हेर्नै पाइएन हेर नि त मजाले अनि हेर नि त अनि हजुर घुमी घुमी आएको नि ना 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 माथि साइड फेर्नु त फेरेर फ्यान फ्यान माथि 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 हामी चाहिँ यहाँनिर अब धेरै डर लागेर हामीलाई चाहिँ यो यस्तो डर लागिरहेछ अहिले यो सिसा फुट्छ भने डर लाग्यो मलाई कहाँ फुट्छ सिसा मान्छेहरू पुरा हेर्दैछ भ्लगर रहेछ क्या खतरा भन्ने यसो हेर्दा नि भ्लगर जस्तो देख्यो होला म चाहिँ भ्लगर होइन जस्ट फर यो मेमोरिजको लागि मात्रै ढले 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 के गर्ने यो
कत्तेरीका सैलेनीलाई मलाई पल्लाले साइलोले भन्छ आऊ न भन्छ ढाले 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 डान्स गर मानु डान्स गर के भयो हजुर रमाइलो भयो रमाइलो भयो कसरी घुमिन्छ यस्तो होइन त कहाँ ल जम्पिङ गरेर मन लागेको नातिले दिएर मलाई तपाईँलाई कस्तो लाग्यो हजुरबा यहाँ आउँदाखेरि यहाँ आएको अब जम्पिङ गरेर मन लागेको थियो नातिले हुँदैन मलाई सवाल त धन्न बाबै नसकेर मुनि राखेको धन्नै राखेँ मुनि होइन गएर राम्रै भयो अनि यस्तो रहेछ हामी चाहिँ बाबा छोरी स्विमिङ जाँदैछौँ छोरी चाहिँ निदाएर स्विमिङ गर्न आएको अरे निदाए अर्को ए के देख्यो भन्छ के झर्नाको देखि फोटो खोइ कहाँ आयो झर्ना लड्छ छोडिदिनु म
बाबा छेउछाउ जानुहोस् लड्छ हौ काबु भयो काबु भयो छैन किन मम्मी काबु मम्मी लाउने मन थिएन जबरजस्ती ल्याएर के खाएँ तिमीले ढुङ्गा ए ढुङ्गा नखा ढुङ्गा दिएको त यसो खा भने अब डोडीले ए हिँडिहाल्नु छ नि यो केही खान नखाएर क्या के भयो कमजोर भयो हँ केही खाएको छैन कमजोर भयो मलाई सलान पानी दिँदैन लानुपर्छ जाउँ न पहिला आउनु भएको मम्मी जाउँ जाउँ न जाउँ जाउँ अनि त्यहाँ बसेको भए ससुरा पऱ्यो अघि नै अनि भनेको त हिँड्थिन् भनिस् नि कहाँ गले यति हिँड्दा त चेरी हिजो पहिला आउँदा यति रमाइलो थियो एक्लै थियो जिन्दगी केही पनि टेन्सन थिएन आनन्दले आउँथ्यो बाटोमा बियर खाँदै गइन्थ्यो मासु खाइन्थ्यो अहिले यस्तो छु यहाँ मासु खान नपाएको कति दिन भइसक्यो उहाँदेखि पुरा सुकुक र मासु पोल्नु मजाले खान्छु भनेर आएको थिएँ अहिलेसम्म सुक्न पाएको छैन चिसो बियर खान्छु भनेर आएको थिएँ ए बिजोक भयो गएको लुगा मिलाइदिनु न यसलाई पनि बस सँगै नच सँगै नचाउनु त सेम ड्रेसमा यस्तो गर्नु यसको गर्ने यसको ल यता हेला यता हेला ल डान्सी ल ठुलो सिसी सानो सिसी सिसी हाई सिसी यता बाबा हाई सिसी सबैजना थाकेर अस्तव्यस्त भोकले प्याक्क भएर अब हामी इशान दिदी काकी बाङ्ला होटेल एन्ड ट्री हाउस आएका छौँ अब यहाँ सेकको खाना गइरहेको छौँ यस्तै खाले हामीलाई अब कुखुरा खोर चाहिएको छ माथि हो यस्तै बनाउनु मम्मी तल होइन हौ माथि हुन्छ छटमाथि बन्छ के साफ भइहाल्छ नि त नि